जय गुरु गोरखनाथ। आदरणीय दर्शकबिन, गोरक्ष यात्रा कार्यक्रममा आज पनि गोरक्ष ग्लोबलाइजेसन कार्यक्रम लिएर म प्रस्तुता राजु बस्याल यहाँहरू समक्ष उपस्थित भइसकेको छु र फेरि पनि मैले अनुरोध गर्न चाहे यहाँहरूलाई लाइक, कमेन्ट, भ्यू, सेयरको लागि है। अब आजको मेरो टपिक छ विदेशीले के गर्न खोजेको छ। वर्ड प्रत्येक शब्द वाइज म तपाईँलाई भन्दैछु के गर्न खोजिरहेको छ विदेशीले। डीपी स्टेटको 11,641 वटा डाटा सेन्टरबाट सिलिकन भ्यालीबाट विश्वभरि के गरिँदैछ हेर्नुहोस् है। सिलिकन भ्यालीको र डाटा सेन्टरहरूको डीपी स्टेटको दुईवटा स्पष्ट एजेन्डा छ। एउटा एजेन्डा भनेको मेकिङ पिपुल कन्फ्युज, डिभाइड एन्ड रुल। अहिले तपाईँले हेर्नुभयो भने नेपालमा कति टेलिभिजन छन्, कति युट्युब च्यानलहरू छन्, यी सबै तपाईँले हेर्न सक्नुहुन्छ सक्नुहुन्न। कति फिल्टर गर्ने कि कति सुन्ने, कति हेर्ने, कति फिल्टर गर्ने। त्यसरी अहिलेको मान्छे मेन्टल कन्स्टिपेसनमा छ, मानसिक कब्जियत। इन्फर्मेसन लिएको छ, इन्स्ट्रक्सन लिएको छ, आइडियाज लिएको छ, त्यसलाई फिल्टर गर्न सक्ने कुनै क्षमता छैन। न कुनै इन्ट्युटिभ पावर छ, न कुनै इन्ट्रोस्पेक्सन छ, न कुनै इन्फिनिट त्यो एनर्जीसँग, ईश्वरीय तत्त्वसँग कनेक्ट भएको छ। त्यसैले मान्छे कन्फ्युज छ। यो कन्फ्युज गर्ने उनीहरूको योजना छ। मोर दे वाच, मोर दे कन्फ्युज, यति धेरै। त्यसैले हामीलाई बारम्बार हाम्रा मान्छेहरूले के भन्छन् भने फ्रिडम अफ स्पिच, फ्रिडम अफ स्पिच। के भुत्राको फ्रिडम अफ स्पिच? सबैजना बोलेपछि सुन्ने चाहिँ कसले? फ्रिडम अफ स्पिच। सबैजना बोलेर हुन्छ, फिल्टर गर्न सक्ने क्षमता खै हो? यो विषयमा रहेर मैले यहाँलाई भन्छु। मैले अघि नै भने उनीहरूको दुईटा स्पष्ट उद्देश्य छ, मेकिङ पिपुल डिसएग्रिएबल। आज तपाईँको र मेरो कुनै बारेमा कुरा मिल्यो भने आज बेलुका तपाईँले एउटा भिडियो हेर्नुभयो, भोलि आज बेलुका मैले एउटा भिडियो हेरेँ, भोलि तपाईँको र मेरो कुरा मिल्दैन। फेरि डिसएग्रिएबल, डिभाइड एन्ड रुल, मेकिङ पिपुल डिसएग्रिएबल। र दोस्रो, मोर दे वाच, मोर दे कन्फ्युज। जति धेरै हेर्छन् यति धेरै च्यानलहरू छ कि फिल्ट्रेसन गर्नै सक्दैन मान्छे हो। यो प्रत्येक शब्दमा रहेर उनीहरूले काम गरिरहेछन्। ती शब्दहरू म तपाईँलाई नम्बर 1 हो, दे वान्ट टु मेक अस कन्फ्युज्ड। कन्फ्युज्ड बनाउन खोजेको छन्। त्यसैले हामी के हुनुपर्छ? क्लियर हुनुपर्छ। क्लियर। त्यसको लागि तपाईँले इन्ट्रोस्पेक्सन, इन्ट्युसन जगाउनुपर्छ, इन्फिनिटसँग कनेक्ट हुनुपर्छ, ध्यान गर्नुपर्छ। नम्बर 2, उनीहरूले गर्न खोजेको छन् फुल्ड, हामीलाई मूर्ख बनाउन खोजेको छन्। त्यसैले हामी क्लेभर हुनुपर्छ। बुझ्नुहोस् है, कन्फ्युज बनाउन खोजेको छन्, त्यसैले क्लियर हुनुपर्छ। फुल्ड बनाउन खोजेको छन्, क्लेभर हुनुपर्छ। डिभाइडेड बनाउन खोजेका छन्, त्यसैले युनाइटेड हुनुपर्छ। विभाजन गर्न खोजेको छन्, हरेक न्युमा युनाइटेड हुनुपर्छ। विक बनाउन खोजेको छन् ताकि रुल गर्न सकोस्, हामी स्ट्रङ हुनुपर्छ, एकीकृत भयो। स्केयर्ड बनाउन खोजेको छन्, डरमा राख्न खोजेको छन्, फेक एलियन इन्भेजन, अनेकौं कुराहरू गर्ने र बुझ्नुभयो नि। प्रोजेक्ट ब्लू व्यू मार्फत हामीलाई डर देखाउन खोजेको छ, स्केयर्ड गराउन खोजेको छ। हामी करेजियस हुनुपर्छ। स्ट्रेस्ड गराउन खोजेको छन्, डिप्रेसनमा, स्ट्रेसमा हाल्न खोजेको छन्। एक्साइटेड हुनुपर्छ। अबिडियन्ट बनाउन खोजेका छन्, हामीलाई उनीहरूको दास बनौँ, साइबर्ग बनौँ, अबिडियन्ट बनाउन खोजेको छन्। हामी रुलर हुनुपर्छ, आफ्नो भाग्यको निर्माता। हामी ईश्वरको सन्तान हौ, हामी भगवान पशुपतिनाथको सन्तान हौ, गुरु गोरखनाथको सन्तान हौ। त्यसैले हामी गुरु गोरक्ष ग्लोबलाइजेसन गरेर रुलर हुनुपर्छ, विश्वको शासक हुनुपर्छ। विश्वमा अरबौं मान्छे पोर्नोग्राफीमा आज एडिक्ट भएको छ। तिनीहरूलाई बाटो देखाउने, कामदेवलाई भस्म गर्ने, भगवान शिवको सन्तान भएको नाताले ती सबैको आध्यात्मिक पतनमा पनि हामीले बचाएर रक्षा गर्नुपर्ने छ। भगवान बुद्धको सन्तान भएको कारणले विश्व शान्ति गर्नुपर्ने छ। त्यसैले हामी शासक हुनुपर्छ, हामी अबिडियन्ट हो। त्यसैले यो कुरामा असाध्यै फोकस गरिदिनु हुनुलाई मैले अनुरोध गर्न चाहे। नेपालको जय होस्, नेपालीको विजय होस्।